नेल कोइसबु समीबु कली सेउ गो शोभा सुनवार एको आई के इंडिजिनस टेलीविजन गा गेरा पेन मांगा कोइ चुबलु गेरा पेन मामी गो कोइस अनके नेल परिक परिकमा मुर अनके स्रष्टा अनके लोपिकी आई के मूल केम्पिकी गो सैरे तेमना पिसुनकी इचिना आई के एको कोइ चुबलुमी सयनिसी भाग लाने थुम्तु मेको आपि तिमियो गो गेरापेन मा पिस्योनु मुल्ची इची खोइ अन्तर्राष्ट्रिय स्तरमे पिन नकी मेको गेरापेन मा तेमना नकी मको गेरापेन मामी आई के दार्जिलिङ आई के भारत दार्जिलिङ गा चाहिँ बलबहादुर मुखिया आई के मुलातगा मुली नाम सोची चासामी जानजान नुङ मेको आपि तिमी नेलकली गो जेम लहानुङा मिनु आई के नाम सोच बलबहादुर मुखिया कली यो गो जेम लहानु दाइ तपाईँ नेपालमा आउनु भएको चाहिँ छ अहिले कति वर्षपछि नेपालमा आउनु भयो म अहिले नेपालको पवित्र भूमिमा 36 वर्षको बादमा आज पहिलो पल्ट भनौँ न यहाँ खुट्टा टेकिरहेछु यो चाहिँ नेपालको सुनार सेवा समाजले ठुलो मलाई अवसर दिनुभएकोमा म उपस्थित भइरहेको छु नेपालमा 36 वर्षपछि तपाईले पाइला टेक्नुभयो आफ्नो जन्मभूमि थाकथलो त नभनौँ थाकथलो तपाईको रामेछापको प्लेत्तीमा भन्ने मैले सुन्नमा आएको छ त्यो हुँदै गर्दा तपाई के को सिलसिलामा चाहिँ आउनुभयो अहिले चाहिँ हेर्नुहोस् न मेरो खास चाहिँ आमा बाबु इलाम जिल्लाको नामसालिङ भन्ने ठाउँमा मेरो आमा बाबु थिए त्यहाँबाट चाहिँ मेरो आमा बाबु सुकिया पोखरी भएर दार्जिलिङमा बास बस्नु भएको हैन यहाँ चाहिँ के को सिलसिलामा आउनु भयो त नेपालमा मलाई नेपालको काठमाडौँ नेपालको सुनार सेवा समाजले खुश लक्ष्मी पुरस्कार सम्मानको लागि डाक्नु भएको रहेछ र म यहाँ आज यो कार्यक्रममा उहाँहरूको आशीर्वादले गर्दा म आज यहाँ आइपुग्नु पाएँ म अति नै गर्वित छु यहाँहरूलाई धेरै धेरै धन्यवाद खुश लक्ष्मी पुरस्कार पाउँदै गर्नु हुँदाखेरि तपाईलाई त्यहाँबाट दार्जिलिङ सिक्किमबाट यहाँसम्म आउनको लागि के कुराले चाहिँ प्रेरित गर्यो तपाईलाई दाइ मलाई हेर्नुहोस् विशेष गरेर यहाँ म सुनार सेवा समाजले बोलाउनु भएको पहिला चाहिँ सिक्किमबाट मलाई खबर प्राप्त भयो अनि त्यसपछि मैले भने म जानु सक्दिनँ म अस्वस्थ छु भनेर भनेको थिएँ र दार्जिलिङमा पनि यस्तो व्यक्तिहरू खोज्यौँ कुनै सिक्किम र दार्जिलिङबाट कुनै उम्मेदवार प्राप्त भएन र उहाँहरूले नै मलाई बिन्ती गर्नुभयो नेपालबाट यस्तो खालको हामीलाई अवसर प्राप्त भएको छ तपाईँ कुनै हालतले जानुहोस् भने भन्नुभएकोले गर्दा म आज तपाईँहरूको आशीर्वादले गर्दा यहाँ उपस्थित भइरहेको छु धन्यवाद दाइले यहाँ आउनुभयो हजुर हैन आउँदै गर्नु हुँदाखेरि जुन तपाईको दार्जिलिङमा विशेष गरेर बङ्गालमा तपाईँ त्यहाँ रहनु हुँदा त्यहाँ तपाईको सुनवार समुदायको लागि आफ्नो तपाईको ऐतिहासिक एउटा जुन योगदान चाहिँ हजुरको चाहिँ के रह्यो त्यसको केही कुराहरू तपाईलाई स्मरण होला हेर्नुहोस् मलाई सिक्किम र दार्जिलिङको एउटा प्रतिनिधि मैले गर्दैछु र मैले यो सुनवार मुखिया को लागि धेरै कोसिस गरेँ 1964 सालदेखि मैले यसको भाषा लिपि सम्बन्धी सम्पर्क राखेँ हाम्रो धरानका निवासी स्वर्गीय केबी ज्याति उहाँबाट मैले धेरै ज्ञान पाएँ र मैले आफ्नो नाम लेख्ने अनि कुनै पनि वाक्यहरू बनाउनु सक्थेँ बोल्नु सक्थेँ र अहिले चाहिँ मैले बिर्सिनै सकेँ जब म नोकरीमा प्रवेश भएँ र नोकरीको व्यस्तताले गर्दाखेरि मैले आफ्नो भाषापट्टि र लिपिपट्टि ध्यान दिनु सकिनँ किनभने मलाई खुसी लाग्छ हामी यति धनी छौँ हाम्रो सुनवारहरूमा भाषा पनि छ लिपि पनि छ हामी यति धनी छौँ तर हाम्रो बङ्गाल सरकार अनि भारत भनौँ उहाँको सरकारले पनि हामीलाई अलिकता हेलाहोचो गरेको छ हेलाहोचो गरिरहेको छ यस विषय लिएर म पनि कलकत्तामा हाम्रो जनजाति आयोगमा भाग लिनु गएँ त्यहाँ पनि मैले यही कुरा राखेँ हामी मुखिया
सुनुवार मुखिया हामी जनजाति हौँ अघिदेखि नै। अनि हाम्रो आफ्नो लिपि छ, हाम्रो आफ्नै भाषा छ, यसको संरक्षण छैन। हजुरहरूले संरक्षण दिनुपर्छ। हामीलाई ओबिसी दिनुपर्छ। पहिला सर्वप्रथम ओबिसीको लागि म 1997 सालमा गएर ओबिसीको लागि मैले घोर उहाँहरूसँग प्रतिद्वन्दी गरेँ र त्यसपछि उहाँले हामीलाई भन्नुभयो तपाईहरुले केही वर्षपछि पाउनुहुन्छ भन्नुभयो। साँच्चै नै 2000 सालमा हामीले पश्चिम बङ्गाल दार्जिलिङले ओबिसी पाएको छौँ सुनुवार मुखियाले। यो एउटा ठुलो कार्य भएको छ र त्यसमा अहिले झन्डै धेरैजना भनौँ 25-26 वर्ष भइसक्यो, धेरैजनाले फाइदा उठाइसकेको छ र 33% अहिले ओबिसीमा हामीलाई बङ्गाल सरकारले छुट दिएको छ। यो खुसीको कुरो हो। दाइ, अनि तपाईँले यति धेरै कामहरू गर्नु हुँदाखेरि चाहिँ जुन सुनुवारहरूको चाहिँ भाषा लिपिको लागि तपाईँले कहाँबाट सुरुवात गर्नुभयो र तपाईँलाई के कुराले चाहिँ तपाईँलाई प्रेरित गर्यो र आफ्नो भाषा लिपि र सुनुवार समुदायको लागि चाहिँ काम गर्नुपर्छ भनेर तपाईँलाई चाहिँ एउटा चेतना आयो? हेर्नुहोस्, मेरो आमा बाउ पनि यहाँ नेपालबाटै जानुभएको। उहाँहरूले आफ्नो भाषाबाट बोल्नुहुन्थ्यो। मलाई साह्रै मन पर्थ्यो। अनि भाषाहरूमध्ये हाम्रो सुनुवार भाषा पनि एउटा हो र यो भाषा सिक्नुको लागि म एकदमै इच्छुक थिएँ। तर अलिक शब्दहरू चाहिँ अलिक कठिन भएकोले गर्दा मुखमा पनि त्यति लिनु नसक्ने गर्दा त्यसो गर्दाखेरि अलिकता दुःख पनि लाग्थ्यो। अनि आमा बाबुहरूले बोलेको चाहिँ मलाई साह्रै मन पर्थ्यो। अनि हाम्रो जति पनि सुनुवार मुखियाहरू थिए उहाँहरूले आफ्नै भाषामा बोलेर हिँड्दाखेरि म चाख मानेर सुन्थेँ र मैले पनि अन्त यस विषय लिएर हाम्रो केही प्रगति होस् भनेर मैले किताब लेख्न थालेँ। धरानको स्वर्गीय केबी ज्योतिषबाट उहाँलाई गुरु थापेर मैले एउटा एकपट्टि खस भाषामा एकपट्टि सुनुवार कुराहरू लेखेर त्यो किताबको नाम हो पोइन्टलो लेखेँ। मैले सजिलो ज्ञानमाला पहिलो भाग भनेर लेखेँ। यो सर्वत्र ठाउँमा त्यहाँ हाम्रो सिक्किम र दार्जिलिङमा फैल्यो। त्यसपछि त्यसको जुन चाहिँ प्रतिक्रियाले गर्दा भनौँ र त्यो अक्षर भाषा सिक्नु थाल्यो मान्छेहरूले, चासो लियो। त्यहाँदेखि त्यो पुगेपछि मलाई सिक्किममा बोलायो। यो तपाईँले लेख्नुभएको हो, मैले लेखेको। अनि हाम्रो आफ्नै भाषा रहेछ, आफ्नै शैली के भन्छ लिपि पनि रहेछ। तपाईँ लिपि पनि जान्नुहुन्छ? मैले कोसिस गरेर धेर थोर जानेको छु भन्दाखेरि अन्त हामीलाई दिनुहोस् भनेर मैले आर्मी मुखियालाई लगेर दिएँ र त्यहाँबाट चाहिँ सुरु भएर 1999 सालमा मेरो पनि एउटा त्यहाँ लेख छ, सुनुवार जातिको चिनारी भन्ने त्यो किताब पढेको छ। त्यो किताबको नाम चाहिँ हो किराँत सुनुवार वंशी क्वाइज भू भनेर लेखेको छ, शीर्षक चाहिँ त्यो। त्यसले गर्दा झन् अहिले सिक्किममा आफ्नै भाषा आफ्नै पोसाक पहिरेर प्राय कुनै पनि कार्यक्रममा उहाँहरूले भाग लिन्छ। अनि हामीको सुकिया पोखरी दार्जिलिङले यसरी कार्यक्रममा भाग लिन्छौँ। यो चाहिँ नेपालको अनुकरणले गर्दाखेरि हामीलाई एक प्रकारको त्यहाँनिर जोस आयो, एक प्रकारको हौसला बढेर अहिले यो प्रचार चाहिँ हाम्रो दार्जिलिङ सिक्किममा परिपूर्ण छ भनौँ न एक प्रकार। यसमा लिपिको कुरा गर्दा तपाईँले लिपि लगेर आरबीलाई दिनुभयो, कोबाट लानुभयो र कसरी लानुभयो? अनि अर्को कुरा चाहिँ जुन अहिले सिक्किम सरकारमा चाहिँ हाम्रो लिपि भाषाको पढाइ हुन्छ, यसको लागि पनि योगदान तपाईँले सुरुवात गर्नुभएको भन्नेमा आएको छ। यसमा तपाईँको चाहिँ आफ्नो तर्फबाट हेर्नुहोस् के राख्नुहुन्छ? म सानैदेखि नै अब आफ्नो जातिको, आफ्नो भाषाको, आफ्नो लिपिको साह्रै सोख गर्थेँ र मैले चाल पाएको थिएँ। धरानमा एकजना हुनुहुन्छ कर्णबहादुर ज्योति, उहाँले आफ्नै लिपि पनि जान्नुहुन्छ, आफ्नै भाषा पनि जान्नुहुन्छ भन्दाखेरि उहाँको खोजी मैले गरेँ, उहाँको पत्तो लगाएँ। पत्तो लगाउँदाखेरि म एक दिन मेरै श्रीमती लिएर म धरान आइपुगेँ। खोज्दै आउँदाखेरि
गोपालनमा बस्नुहुन्थ्यो रहेछ उहाँ। अनि उहाँको दलानमा म 5:30 बजी राति पुगेको थिएँ। अनि उहाँसँग बात गर्दा परिचय भयो र उहाँले परिचय पनि दिनुभयो, मैले पनि दिएँ। त्यसो गर्दाखेरि मैले त्यहाँ उहाँबाट धेर थोर कुरा, भाषा पनि पाएँ, लिपि पनि पाएँ। म अति गदगद भएँ यति उहाँदेखि। अनि उहाँले मलाई यति प्यारो गर्नुभयो, तपाईँले यसरी आफ्नो जातिको भाषाको खोज गर्नु त तपाईँलाई एकदम धन्यवाद भनेर भन्नुभयो। अनि मेरोमा छ, म तपाईँलाई सहयोग पुर्याउँछु भन्नुभयो। अनि उहाँले मलाई जम्मै दिनुभयो, मैले हेर्दै गएँ। 10:30 बजी रातिसम्म मैले अध्ययन गरेँ, बडा खुसी लाग्यो। त्यसपछि भने तपाईँले यत्रो तपाईँकोमा म्याटरहरू रहेछ, यो लेखहरू रहेछ, यो तपाईँले किन चाहिँ यहाँ नेपालभित्र प्रकाशित ल्याउनु भएन? होइन, यहाँनिर नेपालमा हामीलाई सरकारले दिँदैन, ठेङ्ग्रोमा हाल्छ भन्नुभयो। त्यसो भएदेखि मलाई दिनुहोस् त। उहाँ डराउनु भयो, नडराउनुहोस्, म भारतमा लगेर म प्रकाशित गर्छु, अनि त्यो कपी तपाईँलाई पनि ल्याइदिन्छु भन्दाखेरि डराउनु भयो। र पनि मैले तपाईँको कपी मलाई दिनुहोस् भनेर त्यो कपी मैले प्राय महिनामा एकपल्ट, 3 महिनामा आउँथेँ, 2 महिनामा, यसो गर्दै उहाँको सामग्रीहरू मैले सम्पूर्ण लगेँ। त्यो लगेर मैले 1991मा मैले मेरो सम्पादन र उहाँ केबी जयन्तीको सम्पादनमा कोइँसलो सजिलो ज्ञानमाला पहिलो भाग भने मैले उहाँ प्रकाशित गरेँ 1991 साल। त्यसपछि अरू म चाकरीमा भएकोले गर्दा, व्यस्तताले गर्दा मैले अर्को किताब निकाल्नु सकिनँ, अझै थियो म्याटरहरू। अनि मलाई सिक्किमबाट बोलाउनु भयो, तपाईँकोमा यस्तो चिजहरू छ रहेछ, अनि केबी जयन्तीको सामग्रीहरू तपाईँकोमा परिपूर्ण रहेछ, के तपाईँले दिनु सक्नुहुन्छ मलाई भनेर आरबी मुखियाले भन्नुभयो। अनि उहाँ मेरो आफन्त सम्झी हुनुहुन्थ्यो। हुन्छ, म तपाईँलाई दिन्छु, अनि यो प्रकाशितमा ल्याउनुपर्छ, केबी जयन्तीको नाम रहोस् भन्दाखेरि हुन्छ भनेर मलाई बोलाउनु भयो। मलाई बोलाउँदा मैले श्रीमती र हामी दुई गएर दुईजनाले त जम्मै म्याटरहरू लगेर उहाँलाई थमायौँ। उहाँलाई थमाइदिएपछि फेरि पछि हामी फर्केर आयौँ, फेरि मलाई बोलाउनु भयो। एकजना सम्पादक पनि उहाँले त्याडु गर्नुभएछ। हाम्रो सुनार जातिमा त्यस्तो खालको योग्यता भएको व्यक्ति कोही थिएन, भाषामा बोल्नु नजान्ने अनि लिपिमा पनि लेख्नु नसक्ने। यसो हुन कारणले पछिबाट मलाई बोलायो। अनि त्यहाँ एकजना सम्पादक पनि आरबी मुखिया, स्वर्गीय आरबी मुखियाले फिट गर्नुभएको छ। उहाँको नाम हुनुहुन्छ, नाम अहिले जीवित नै हुनुहुन्छ, उहाँ धुरन्धर साहित्यिक हुनुहुन्छ, भारतेली हो। उहाँको नाम हो शुभ नाम बुद्धिमान प्रधान। उहाँको सर्ट नाम हो चाहिँ बम अपम बुद्धिमान। कति राम्रो छ हजुर, सर्ट नाम बम अपम। अनि उहाँको सम्पादनमा भयो। सम्पादनमा हुँदाखेरि त्यहाँदेखि फेरि उहाँले सम्पादन गर्दै जानुभयो। कतिवटा कुराहरू उहाँले जान्नु भएन, मलाई फोन गरेर बोलाउनु भयो। अनि म गएँ, मैले सहयोग गरेँ, यो यस्तो हुनुपर्छ, यो उस्तो हुनुपर्छ भनेर मैले उहाँलाई वृत्तान्त भने। उहाँले नै त्यहाँदेखि एउटा झन्डै 600-700 पेजको लेखेको छ त्यो किताब। त्यो किताब चाहिँ 600-700 पेज मेरोमा छ, सिक्किममा छ त्यो किताब। अनि त्यो तपाईँले त्यो गर्दै गर्दा त्यही कुरालाई चाहिँ तपाईँहरूले नै प्रकाशित गर्नुभएको, आरबी मुखिया र तपाईँले गर्नुभएको कारणले सिक्किम सरकारले चाहिँ अहिले सिक्किम राष्ट्रिय रूपमा चाहिँ त्यहाँनिर पढाइ हुँदैछ, त्यही नै हो कि? हो, अब यो प्रचार यस्तो भयो, त्यहाँदेखि फैलिँदै गयो। र त्यहाँनिर जब एउटा किताब निक्ल्यो, मैले अघि भनिहालेँ 1999 सालमा त्यो किताब प्रकाशित भयो। त्यो प्रकाशित भएपछि सिक्किमको अभिराज्य भेटाउलैमा त्यहाँनिर सुनार भाषालाई पनि फेरि सरकारसँग अपिल गर्दाखेरि आरबी मुखिया जो चाहिँ स्वर्गीय हुनुहुन्छ, आइएस अफिसर हुनुहुन्छ। हाम्रो सुनार जातिमा आइएस अफिसर बहुत कम्ती छ, भारतमा केवल 2 जना छ। उहाँ त बितिहाल्नु भयो, एकजना हुनुहुन्छ अझै जीवित, उहाँ चाहिँ दिल्लीमा हुनुहुन्छ। अनि उहाँको प्रयासले अनि विशेष चाहिँ आरबी मुखिया भनौँ स्वर्गीय, त्यहाँ सिक्किमलाई उँभो लाउने चाहिँ उहाँ हुनुहुन्छ।
यो भाषा र लिपिलाई संरक्षण गर्ने उहाँ पहिलो व्यक्ति अनि दोस्रो व्यक्ति चाहिँ म हुँ। अनि पहिलो खास भन्नु हो भने त पहिलो व्यक्ति त केबी जाति, सेकेन्डमा आरबी मुखिया, थर्ड चाहिँ म त एउटा मेसेन्जर जस्तो मात्रै भयो नि त। अनि थर्डमा चाहिँ म आउँछ। खास त्यो हिसाबले हेर्नु भने यो एउटा यति रेकर्ड राख्नु हो भनेदेखि अनि त्यो भएपछि त्यहाँ सरकारलाई डिमान्ड गर्यो, माग गर्दाखेरि हाम्रो सुनार जातिलाई पनि सरकारी भाषामा मान्यता हुनुपर्छ भनेर त्यति बेला हाम्रो भूतपूर्व प्रेसिडेन्टै हुनुहुन्थ्यो, अहिले चाहिँ भूतपूर्व हाम्रो चामलिङ साहेब, पवन चामलिङ हजुरलाई याद छ। उहाँकै पिरियडमा सुनुवार भाषालाई चाहिँ मान्यता दिएर भाषा प्रचलित भयो त्यहाँ। अनि मेरो दाजुको छोरी पनि यहाँबाट बिहा भएर च्याखुङ बिहा भयो। अनि मेरो दाजुको छोरीले त्यहाँ गएर भाषा सिक्यो, भाषा सिकेर बोल्नु लिपि सिक्यो। अहिले चाहिँ त्यहाँको गुरुआमा हुनुहुन्छ। क्लास 5सम्म नर्सरी टु क्लास 5सम्म चाहिँ भाषाको शिक्षिका हुनुहुन्छ। मेरो दाजुको छोरीको नाम चाहिँ श्रीमती रूपा मुखिया। रूपा मुखिया हजुर। अनि त्यहाँ चाहिँ जुन भारतको सिक्किम र यो दार्जिलिङ पेरिफेरीमा सिक्किममा त त्यो भयो, अब जस्तै आफ्नै भाषामा पनि त्यहाँ राष्ट्रिय समाचारहरू पनि वाचन हुन्छ नि होइन? हजुर, पुस्तक पनि छापेको छ। पुस्तक कसरी छाप्यो भने अहिले हाम्रो प्रेजेन्टमा उपस्थित हुनुहुन्थ्यो लाल रापात, हजुर डाक्टर लाल रापातले उहाँले जम्मै लिपिहरू तयारी गरेर पुस्तक प्रकाशन गर्नुभयो। त्यो चाहिँ नर्सरी टु 5सम्म त्यही किताब चाहिँ प्रकाशित भएर अहिले सर्वत्र सिक्किममा पढाइ भइरहेको छ। हजुर। अनि जस्तै तपाईँले त्यो बेलादेखिको 1964देखिको कुरा गर्नुभयो, अहिले चाहिँ 2025 भयो है? हजुर हजुर। त्यो बेला तपाईँले गर्नुभएको जुन लक्का जवान हुँदा गरेको, तपाईँ अहिले त 8 दशक कट्नुभयो, तपाईँको आफ्नो उमेरले 8 दशक पार गर्यो, अझै पनि जल्दो बल्दो हुनुहुन्छ, अझै पनि काम गर्ने तपाईँलाई ठुलो जाँगर छ होइन? तर त्यो बेलाको चाहिँ तपाईँहरूलाई अप्ठ्यारो थियो होला जुन चाहिँ त्यहाँको बस्नुमा, एउटा नेपालीमाथि पनि सुनुवार समुदाय, त्यो बेला कस्तो थियो र अहिले कस्तो छ तपाईँलाई त्यो र यसलाई जान्दा तपाईँले त भोग्नुभयो नि त, त्यसलाई कसरी हेर्नुहुन्छ? हेर्नुहोस्, त्यति बेला आउनु जानुको पनि असुविधा, आफ्नै व्यक्तिगत खर्चले म ओहोरदोहोर गर्थेँ। अनि म जान्थेँ त्यति बेला आर्मी मुखियाको घरमा बास लिन्थेँ। अनि एसके मुखिया हुनुहुन्छ त्यति बेला हुनुहुन्थ्यो। अनि उहाँ पनि सिक्किमको भाषा लिपिको लागि सुनुवार जातिको लागि मोरी मेट्ने उहाँ हुनुहुन्छ। तर उहाँ अहिले हालमा बितेर जानुभयो। अनि तर त्यो किताबमा त्यहाँ अलिकता भुल गरेको छ सिक्किमको सम्पादकले चाहिँ मेरो विषयमा र यस स्वर्गीय एसके मुखियाको कुरा चाहिँ त्यहाँ त्यति व्याख्या भएन। यो चाहिँ अलिक सिक्किमले त्यो किराँत वंशी सुनुवार कोइसबुक किताबमा चाहिँ त्यो अपुरो भइरहेको छ। त्यसलाई म धेरैपल्ट उहाँको सेक्रेटरी प्रेसिडेन्टलाई पनि मैले यो कुराहरू राखेको छु, यो अलिकता विश्लेषण भएको छैन भनेर मैले उहाँहरूलाई सचेत गराइराखेको छु। अनि सिक्किममा त भाषा यो पढाइ हुँदैछ त्यहाँको सरकारले मान्यता पनि दियो। अब दार्जिलिङ तपाईँको यो हाम्रो सिलगढी यो खरसाङहरू एरियामा चाहिँ यो बङ्गालमा चाहिँ कस्तो अवस्था छ र बङ्गालमा कस्तो छ त्यहाँको अवस्था चाहिँ? सिक्किमलाई त्यो खालको दिएको छ तर हामीलाई बङ्गालले दिएको छैन। अनि बङ्गाललाई बल्ल बल्ल हामीले ओबिसी पाएको छौँ। अनि हाम्रो डिमान्ड चाहिँ यही नै छ, हामीहरूको भाषा लिपिलाई पनि मान्यता दिनुहोस् भन्ने हामीले अपिल गरिराखेको छौँ। अनि 11 जनजातिको अहिले सुनार मुखियाको एक्सपर्ट चाहिँ म पनि छु दार्जिलिङ केन्द्र कमिटीको। अनि मैले त्यहाँ राखेको छु यो विषय लिएर हाम्रो भाषा लिपि यहाँ हाम्रो राज्य भाषामा पनि हामीलाई स्वीकृति दिनुपर्छ भनेर राखेको छु। तर अहिलेसम्म उहाँहरूले कुनै कानै थापेको छैन। हेर्नुहोस्, कानै थापेको छैन। तर यति हो, अहिले 2026मा हामीलाई हुनसक्छ 11 जनजातिलाई चाहिँ जनजातिमा परिणत गर्ने
ठुलो आश्वासन दिइराखेको छ। त्यो चाहिँ मेरो म सुनार मुखियाको एक्सपर्ट कमिटीमा भएकोले गर्दा त्यो छनक चाहिँ मलाई दिइराखेको छ। हेरौँ भगवानको आशीर्वाद अनि हाम्रो सुनर जातिहरूको लागि भलो चाहन्छौँ हामी। अब अन्त्यतिर छौँ हामीले। अब कुरा गर्दै गर्दा दाइ तपाईलाई नेपाल र जुन भारतमा रहँदा आफूलाई चाहिँ के भनेर चाहिँ परिचय र महसुस गर्नुहुन्छ? जस्तै आफ्नो माटो र आफ्नो समुदाय हैन लाई र भारतमा रहँदाको कुरा, यो दुईटा देशलाई चाहिँ गर्दाखेरि चाहिँ तपाईले आफूलाई कस्तो रूपले चाहिँ पाउनुहुन्छ? हेर्नुहोस्, मलाई चाहिँ आफ्नो मातृभूमि चाहिँ नेपाल नै मनपर्छ। अगाडि पनि म यहाँ आएर घुमेर गएँ। अघि बिहान पनि म माथि छप्परमा चढेर हेरेँ। काठमाडौँको मैले वरपरको अलिकता नक्सा पनि लिएँ, अलिकता डाटाहरू लिएँ। अनि म गएर अब मेरो काम हुन्छ, मेरो काठमाडौँ भ्रमण शीर्षकमा हिमालय दर्पणमा म प्रकाशित गर्नेछु। अनि यो कार्यक्रमको पनि छोटो टिप्पणी म त्यहाँ हाल्छु। यो विषय मैले सोचिराखेको छु र मलाई चाहिँ नेपाल नै मनपर्छ। भारतमा बसे तापनि उहाँ भारत स्वतन्त्र छ र पनि मलाई त्यहाँको परिवेश, बङ्गालको परिवेश थिचोमिचो छ। हामीलाई अवहेलना गर्छ। हामी गोर्खा अझै पनि हामीलाई हेर्ने दृष्टिकोण हजुर हो। अहिले पनि हामीलाई बङ्गाल सरकारले के गर्छ भनेदेखि गोर्खा नेपालीहरू चाहिँ नेपालको हो भनेर भन्छ। जस्तै मैले यहाँ नेपाली टोपी लाएर सिलगढी घुमेँ भने नेपालको हो भनेर भन्छ। म चाहिँ त्यहाँ हकार दिन्छु। अनि नेपालको मात्रै नेपाली टोपी लाउँछ भनेर म हकार्छु। हामी चाहिँ यहाँको भारतवर्षको गोर्खा हौँ भनेर म यही जवाब दिन्छु। हस् दाइ, अनि यो पुरस्कार लिँदै गर्दा तपाईलाई एक किसिमले कस्तो महसुस भइरहेको छ? तपाईलाई जुन कुशलक्ष्मीको पुरस्कार लिने क्रममा चाहिँ तपाईँ अहिले 36 वर्षपछि आए भन्नुभयो होइन? तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेछ यसमा? हेर्नुहोस्, मलाई यो जब सिक्किम र दार्जिलिङलाई पनि म धन्यवाद दिन्छु। उहाँहरूलाई मैले भन्दा कोही भएन, छनौट भएन र म अन्तमा म नै आउनु पर्यो। र मलाई यस्तो मनमा भुटभुटी भइरहेको थियो, नेपालले हामीलाई यस्तो प्रकारले सम्मान र जनाउनु हुँदैछ भनेदेखि हामी त्यहाँ किन नपुग्नु? अनि म बिमारी अवस्थामा थिएँ र पनि मैले सम्झेँ यो जुन चाहिँ हामीलाई निमन्त्रणा दिएको छ यो स्वीकार गर्नुपर्छ, अस्वीकार गर्नु हुँदैन। चाहे जस्तो हामीलाई सम्मान गरोस् त्यो मूल्य अमूल्य हो। अनि यो जुन चाहिँ अहिले आज म यहाँ उपस्थित भइरहेको छु, जुन चाहिँ खुश लक्ष्मी सुनारको जुन चाहिँ पुरस्कार सम्मानमा मलाई छनौट गरिदिनु भयो र म यो छनौट गरेको पनि म सुनार सेवा समाज केन्द्रीय कमिटी काठमाडौँको आयोजक वर्ग, सहयोजक वर्ग, जो जति सभापति सचिव कार्यकारिणी मण्डलले मेरो नाम छनौट गरेकोमा म मेरो आन्तरिक हृदयबाट तपाईँहरूलाई मुरी धन्यवाद टक्राउन चाहन्छु। यस्तो परिबन्ध तपाईँहरूले मिलाइदिएकोमा म आजीवन बिर्सिने छुइनँ। धन्यवाद। हस्त दाइ, धेरै धेरै धन्यवाद हजुरलाई। तपाईँले आफ्नो अमूल्य समय दिनुभयो। अर्को देशबाट आएर दुःख गरेर तपाईँको आफ्नो बिमारीको बावजुद पनि आएर हामीलाई यसरी चाहिँ हाम्रो टेलिभिजनमा यो कोही चुप्लु कार्यक्रमलाई चाहिँ तपाईँको आफ्नो अमूल्य समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद कोही चुप्लु टिभीको तर्फबाट। धन्यवाद। तपाईँहरूले जुन हामीलाई आज सम्मान गर्नुभयो यो हामी कहिल्यै भुल्ने छैनौँ। अनि यस्तो कार्यक्रम चाहिँ सायदै हाम्रोतिर अहिले भएको पनि छैन र जुन चाहिँ सुचारू रूपले वर्षैपछि यस्तो कार्यक्रम गर्ने चाहिँ मैले आज देखेँ। काठमाडौँको सुनार सेवा समितिले जुन प्रयास गर्नुभयो, जुन यहाँ तपाईँहरूले यो महल बनाउनु भयो, म अति नै गर्वित छु यस्तो कार्यक्रम गर्नुभएको। अनि हाम्रो जति पनि सुनुवारहरूले जुन सहयोग पुर्याउनु भएको अति आभारी छु म। धन्यवाद। कोसोस ने सोच समी बुपुकी इचिना गो आई के नाम सोच
बलबहादुर मुखिया के लोपिकी नेतिनी आम नेपाल के यो अर्को राग भारत में दार्जिलिङ सिक्किम में दोपा कोइस के ची आम समुदाय के ची उत्थान लागि गे पामे तेले लिपि लत में दोपा ची सिक्किम में आई के कोइस लो ची सेसेबे से दुम्मे देशा शोचा नाइते आमी मेको आम पशु मेको बेलांगा संघर्ष पिकी मेको आई के मुले यो आई कली दोपा मिमनी भी देशा अन के रिमशो खारा तिरा लो पिकी नेतिनी कोतिनी यो गोई पिकी भी इनके थुमी मारे गुठिल मिटिल लो पिकी बाते मना आई के इन्डिजिनियस टेलिभिजन में कोई चुप्लु कार्यक्रम में संपर्क पनि चाप्निनी एकेरे फोन नम्बर छ मेरो इमेल यो छ नेलकली चेरेदुम्ला सेउ ब्लाई